guys, good morning everyone. आज चाहिँ स्पेशल डे हो। पक्कै पनि हजुरहरूलाई त थाहा छ होला, आज चाहिँ मदर्स डे हो भनेर म चाहिँ आज हजुरहरूलाई बिहानको टाइममा म के काम गर्छु भनेर देखाउँछु। मेरो चाहिँ जहिले पनि बिहान उठेर चिया पिएर पानी सानी पिएर चाहिँ जहिले पनि मेरो बाख्रालाई दुध खुवाउने काम हो। हाम्रोमा चाहिँ बाख्रा 3टा जन्माएको छ अनि यिनीहरूलाई चाहिँ पालिफिली गर्दै खुवाउनुपर्छ। सबैजनालाई एकैचोटि छोडेर दियो भने त्यही भएर खानै दिँदैन क्या, त्यही भएर म चाहिँ पालिफिली गर्दै खुवाउँछु यिनीहरूलाई। अनि यहाँ चाहिँ हाम्रो पल्लो घरको दिदी पनि आउनु भएको थियो। तिमीहरूको बाख्राले 3टालाई माउको दुधले पुग्छ भन्ने हुनुहुन्थ्यो नि, पुग्दैन नि हाम्रो त, त्यही पनि माउ त बिरामी छ भने अनि त्यही भएर गाईको दुध नै दिन्छौँ भने। त्यही भएर यो चाहिँ हाम्रो चाहिँ सेकेन्ड लट हो दुध। सुरुमा चाहिँ एक बोतल दिन्छौँ अनि सेकेन्ड लटमा चाहिँ यिनीहरूलाई चाहिँ हाफ बोतल दिन्छु म। यिनीहरूलाई सबैजनालाई एकैचोटि छोड्यो भने मलाई खानै दिँदैन क्या, मलाई होइन बाख्रालाई खुवाउनु दिँदैन। त्यही भएर मैले अघि कुन चाहिँलाई दिए जस्तो लाग्यो, म कन्फ्युज भएँ, त्यही भएर हेर्दैछु। जहिले पनि म चाहिँ बाहिरको कामहरू सकेर चाहिँ एकैचोटि भित्र आएर चाहिँ म बेडहरू मिलाउँछु अनि मात्रै खानाहरू बनाउनु थाल्छु। आज चाहिँ मम्मीले चाहिँ छिटो खाना बनाएँ भन्दै हुनुहुन्थ्यो। मम्मी चाहिँ आज मामालाई जाने भन्दै हुनुहुन्थ्यो बोजूलाई भेट्नु, त्यही भएर मैले चाहिँ अब चाहिँ खाना बनाउनु लागेँ। छिटो गरेर म चाहिँ दालहरू बसाएँ माथि नै अनि सब्जीहरू धुनु थालेँ। म चाहिँ जहिले पनि सब्जीहरू चाहिँ चुल्हामा पकाउँछु, किनभने मलाई चाहिँ टेस्टी पनि लाग्छ अनि मिठो हुन्छ, चुल्हामा पकाएको छिटो पनि हुन्छ क्या। त्यही भएर म चाहिँ जहिले पनि सब्जीहरू चाहिँ चुल्हामै पकाउँछु। अन्त नि सब्जीहरू पनि पकाइसकेँ, हामी चाहिँ खानाहरू पनि खाइसक्यौँ। अनि मम्मीलाई म आउनु न एउटा भिडियो बनाऊँ भने अनि मम्मी चाहिँ अल्छी मान्दै हाई भन्दै हुनुहुन्थ्यो। अनि मम्मी र दादा चाहिँ मामालाई जानुभयो अनि म चाहिँ एक्लै भएँ। बाई बाई गाइस।